मेरो एउटा साथीले एक दिन मलाई भन्यो, यार किन मेरो जीवनमा सधैँ नराम्रो कुरा मात्रै हुन्छ। म उसलाई हेर्दै भने, तैँले बिर्सिस्, मकै रोप्दा मकै नै फल्छ, जङ्गली झार रोप्दा जङ्गली झार नै निस्कन्छ। जीवनको नियम पनि त्यही नै हो। राम्रो सोच र राम्रो कामले राम्रो परिणाम दिन्छ, नराम्रो सोच र कामले नराम्रो नै। राम्रो सोच विशेष गरी आफ्नै बारेमा, आफ्नो क्षमताको बारेमा, समस्या र चुनौतीको बारेमा र आफ्नो सेल्फ वर्थको बारेमा। त्यसपछि ऊ केही समय चुप्प लाग्यो र मलाई हेर्दै मुस्कुराउँदै भन्यो, ठिक छ, आजदेखि म पनि आफ्नो सोच बदल्छु। र यही नै हो कुरा, जस्तो बिउ रोप्छौँ ठ्याक्कै त्यही फल पाउँछौँ।